आज हामी केही साथीभाइहरू मिलेर बानेश्वर डाँडामा पुगेका छौँ। चयनपुरको भिडभाडबाट टाढा प्रकृतिको काखमा केही समय सोरेर ल्याएका छौँ। 2 दिनको यो चोला भोलि कहाँ हुन्छ, के हुन्छ, कसलाई थाहा। त्यसैले बाँचुन्जेल रमाइलो गर्नुपर्छ भन्ने सोचले आज यहाँ आइपुगेका छौँ। शीतल हावा, वरिपरिको हरियाली, डाँडाकाँडामा खेलिरहेका बादल र डुब्न लागेको घामको सुनौलो झुटकोले मनै कता कता खुसी बनाइदिएको छ। प्रकृतिमा रमाउँदा जीवनका चिन्ता आफै हराउँछन्। सबैजना आफ्नै तालमा रमाउँदै डाँडाकाँडा हरियालीमा मनलाई भुलाउँदै कुखुराको पूजा गीत गुनगुनाउँदै आफ्नै तालमा नाच्दै हामीले आधा घन्टा हाँसोमै बितायौँ। यस्तो समय पैसा तिरेर पनि किन्न पाइँदैन। आज सँगै भोलि सँगै नहुन सक्छन्, तर आजका यी यादहरू कहिले मेटिँदैन। जीवनमा कमाउने धेरै कुरा छन्, तर यस्ता पलहरू नै साँच्चै धन हुन्। तपाईँहरूलाई के लाग्छ भन्नुहोस् त? पनि कहिलेकाहीँ साथीभाइहरूसँग निस्किनुहोस्, प्रकृतिसँग जोडिनुहोस् र जीवनलाई अलिकति भए पनि ठुलो बनाउनुहोस्। ठिक्क गनेर लिएर आएको रहेछ। पोखाइ चैनपुरको छोटो बसाइ पश्चात अब केही दिनको लागि माथिल्लो सेक्टरतिर गइँदैछ। त्यसैको खुसियालीमा सानो साथीभाइहरूसँग साथगाट देख्न सक्नुहुन्छ। यहाँ हाम्रो यता सुजन भाइ, यता ब्रिस भाइ, यता हाम्रो उदय दाई हुनुहुन्छ, यता राजन दाई, यता हाम्रो सोजन भाइ छ, प्रकाश भाइ देख्न सक्नुहुन्छ खाँदैछु स्ट्रिम। यो पछाडि देखिएको चाहिँ चैनपुरको भ्यू हो। पिपलु र बरा हावा चल्यो हल्यो माया हल्यो माया हल्यो माया होरा चल्यो पात हल्यो माया होरा
तपाईँहरूले देखिसक्नु भइसकेको छ आजको हाम्रो फाइनली अब यहाँबाट चाहिँ बाटो लागिँदैछ एकदम निकै नै साँझ पनि परिसकेको अवस्था छ देख्न सक्नुहुन्छ हाम्रा साथीहरू चाहिँ एकदम रेडी भइसक्नु भएको छ मान्छेको मरेर जाने 2-3 चोला के छ र बचन्जेल रमाइलो गर्दै हाँसखेल गर्नुपर्छ भन्ने मलाई लाग्दछ